2075 साल चैत्र 17 गते साँझको करिब 7:30 बजेको हुन्छ। बारा जिल्लाको फेटा गाउँका जितु सिंह आफ्नो घरमा खाना खान लाग्दै हुन्छन्। चैत्रको महिना भएकोले तातो दिनपछि साँझ केही शीतल हुँदै थियो। मौसम हेर्दा पानी पर्न सक्ने सङ्केत थियो र माहौल शान्त नै थियो। जितु खाना खान सुरु गर्नै लागेका हुन्छन्। त्यही बेला एक्कासी एउटा गर्जन सुनिन्छ। चैत वैशाखको बेला तराईमा हावाहुरी र चट्याङ पर्नु नौलो कुरा होइन, तर यो कुनै सामान्य गर्जन थिएन, किनभने यो आवाज रोकिरहेको थिएन र टाढाबाट निरन्तर नरोकिएको गर्जनको आवाज बिस्तारै झन्झन बढ्न थाल्छ। यो सुनेर जितु र उनको श्रीमती बाहिर निस्कन्छन् र बाहिर आएर हेर्दा उनीहरूले जे देख्छन् त्यो देखेर दुइटैको होस उड्छ। उनीहरूको आँखाको अगाडि कालो बादलको एउटा डरलाग्दो आकृति आकाशबाट निस्केर जमिनलाई छोएर घुमिरहेको हुन्छ। जितु र उनकी श्रीमतीले आफ्नो जीवनमा यस्तो आँधी कहिले देखेका थिएनन्। त्यो आँधीको बाटोमा जे आउँदै थियो सबै तहस नहस भइरहेको थियो र आँधी अब सिधै उनीहरूको घरतिर बढ्दै थियो। जितु र उनको परिवार घरभित्र लुक्न पुग्छन्। उनीहरूको भाग्य त्यो आँधी उनीहरूको घरभन्दा केही परबाट निस्किन्छ र जितुको परिवार बच्छ। तर जितुको वरिपरिको पुरै गाउँलाई त्यो आँधीले हेर्दा हेर्दै सखाप पारिदिन्छ। त्यो रात जसले फेटा बस्ती मात्र होइन, बारा र पर्साका धेरै गाउँहरू तहस नहस बनायो, त्यो कुनै सामान्य आँधी थिएन। त्यो थियो नेपालको इतिहासमै पहिलो पटक आएको टर्नेडो। र यस्तो आँधी आउन सक्छ भन्ने जानकारी न जितुलाई थियो न त मौसम विभागलाई। आखिर इतिहासमै कहिले नआएको यो आँधी त्यस रात बारा र पर्सामा कसरी आयो? र त्योभन्दा महत्त्वपूर्ण प्रश्न, के यस्तो टर्नेडो फेरि नेपालमा आउन सक्छ? नेपालमा हरेक साल चैत्र वैशाख या अप्रिल मे भनेको हावाहुन्डरीको सिजन हो र टर्नेडोबारे बुझ्नलाई पहिला यो सामान्य हावाहुन्डरीलाई बुझ्नु जरुरी छ। हेर्नुहोस्, चैत्र वैशाखमा तराईमा गर्मी निकै बढिसकेको हुन्छ र दिउँसोको टेम्परेचर 35 डिग्रीभन्दा माथि सजिलै पुग्न सक्छ, जसले गर्दा जमिन तात्छ र तातो हावा हल्का हुनाले यो हावा माथि उठ्न थाल्छ, जुन कुरा हामीले काठमाडौँको एयर पोल्युसन भिडियोमा पनि हेरिसकेका छौँ। एनिवे, यो सँगसँगै यहाँ बे अफ बङ्गालबाट आएको हावा पनि यही मिसिन आउँछ। यो हावा ह्युमिड हुन्छ, अर्थात् यो हावामा वाटर भेपर बढी हुन्छ। त्यसैले यस्तो अवस्थामा यो ह्युमिड एयर माथि गएर बादल बन्छ, जसलाई क्युमुलोनिम्बस क्लाउड्स भनिन्छ। हावा हुन्डरी या चट्याङ लाउनलाई यही क्युमुलोनिम्बस क्लाउड्स रेस्पोन्सिबल हुन्छ। तर मामला यतिमै रोकिन्न। नेपालको उत्तर र पश्चिमबाट ऱ्यापिडली बग्ने चिसो हावा यता आएर मिसिन खोज्छ। यो चिसो र तातो हावा मिसिन थालेपछि यसरी बग्ने भर्टिकल विन्ड सियर उत्पन्न हुन्छ र हावा हुन्डरी ल्याउने कारण पनि यही भर्टिकल विन्ड सियर हो। तर यसले ल्याउने भनेको त सामान्य हुन्डरी मात्र हो र यो टर्नेडो त नेपालको इतिहासमै कहिले आएकै थिएन। हेर्नुहोस्, टर्नेडो या ट्विस्टर्स भनेको पृथ्वीको सतह र माथि बादल दुवैको सम्पर्कमा रहेको हावाको तीव्र गतिमा घुम्ने स्तम्भ हो। यो त मोस्टली यी ठाउँहरूमा फर्म हुन्छ, जस्तै सबैभन्दा बढी युएसमा सालकै करिब 1200 टर्नेडोज आउँछ। ल्यान्ड एरियाको हिसाबले सबैभन्दा बढी टर्नेडोज आउने ठाउँ युके हो। त्यस्तै चाइना, रसिया, यता तल अर्जेन्टिना जस्ता ठाउँहरूमा पनि टर्नेडोज फ्रिक्वेन्टली आउँछ र नेपालको सबैभन्दा नजिकै टर्नेडो आउने ठाउँ भनेको बाङ्लादेश हो, जहाँ सालमै एभरेजमा 6वटा टर्नेडो आउँछ र 1989 मा दौलतपुर सतुरिया टर्नेडोले 1300 आसपासको ज्यान समेत लिएको थियो, जसलाई संसारको डेडलिएस्ट टर्नेडो भनिन्छ। अलराइट, यो टर्नेडो कसरी बन्छ र यो किन यति खतरनाक हुन्छ यसको पछाडिको साइन्स बुझौँ। अघि हामीले कुरा गरेको भर्टिकल विन्ड सियरमा ध्यान दिनुहोस्। यदि यो भर्टिकल विन्ड बढी नै स्ट्रङ भइदियो भने यसले यस्तो रोटेटिङ प्याटर्न फर्म गर्छ जसलाई सुपर सेल भनिन्छ। यो बाङ्गिएको क्लाउड प्याटर्नलाई स्याटेलाइटबाट हेर्दा यस्तो देखिन्छ। यो सुपर सेलको घुम्ने फेनोमेनालाई मेसोसाइक्लोन भनिन्छ र यो मेसोसाइक्लोनलाई मुनिको तातो हावा र माथिको चिसो हावाको मिक्सचरले झन बलियो बनाउँछ र यो साइक्लोन जति बलियो हुन थाल्छ त्यति नै एउटा फनल या सोली जस्तो क्लाउड प्याटर्न फर्म गर्छ, जुन तल जमिनतिर जान खोज्छ। यो साइक्लोन बलियो हुनलाई सम्म परेको तराई भूभाग चाहिन्छ, जहाँ विन्डको मुभमेन्टलाई कुनै बाधा पर्दैन, अर्थात् हिल्ली एरियामा टर्नेडोज फर्म हुने चान्स थोरै हुन्छ। र जब यो क्लाउड प्याटर्न मुनिको जमिनमा टच डाउन गर्छ, तब फर्म हुन्छ एउटा टर्नेडो। यो टर्नेडो कति शक्तिशाली छ र यसले कति ड्यामेज गर्न सक्छ भनेर नाप्न इन्हान्स्ड फुजिटा स्केल या इएफ स्केल प्रयोग गरिन्छ। यो हो इएफ 0 टर्नेडो, जसको स्पिड 105 देखि 137 किलोमिटर्स पर आवरसम्म हुन्छ। यो एउटा सामान्य स्टर्म हो र यसले खासै क्षति गर्दैन। यो हो इएफ 1 टर्नेडो, जसको स्पिड 138 देखि 178 किलोमिटर्स पर आवर हुन्छ। इएफ 2 को स्पिड 179 देखि 218 किलोमिटर पर आवर हुन्छ। त्यस्तै इएफ 3 219 देखि 266 किलोमिटर पर आवर हुन्छ र यही रेन्ज बारा पर्सामा आएको टर्नेडोको रेन्ज हो। त्यस्तै इएफ 4 267 देखि 322 किलोमिटर्स पर आवर हुन्छ र सबैभन्दा भाइलेन्ट इएफ 5 को स्पिड
323 किलोमिटर पर आवर या त्योभन्दा धेरै हुन्छ। यस्तो रेन्जको टर्नेडोले कङ्क्रिट घरदेखि ठुलो ठुलो रुखलाई जरैबाट निकालेर हावामा उडाइदिन पनि सक्छ। सो यस्तो खतरनाक टर्नेडो नेपालको भूमिमा बन्यो चाहिँ कसरी? चैत्र 17, समय दिउँसोको 2 बजे, स्थान म्याग्दी। 12 मा टर्नेडोले ताण्डव गर्नुभन्दा 5 घण्टा अगाडि यो आँधीको सुरुवात हुन्छ म्याग्दीबाट। भर्खर फर्म हुँदै गरेको एउटा ठुलो आँधी म्याग्दी हुँदै बिस्तारै दक्षिण पूर्वतर्फ सर्छ। समय 6:30 बजे, स्थान चितवन। आँधीको साइज अब झन् ठुलो हुन थाल्छ र भरतपुर क्रस गर्ने बित्तिकै चितवनको जङ्गल आउन साथ यो अब सुपर सेल या रोटेटिङ प्याटर्नको आँधीको रूपमा विकसित हुन थाल्छ, जुन यहाँ प्रष्ट देखिन्छ। Here's Kathmandu, 130 kilometers to the south. There's two districts, the Bara district and the Parsa district. 7 बजेसम्म यो आँधी चितवन राष्ट्रिय निकुञ्ज आइपुग्छ र त्यहाँ पनि तबाही मचाउँछ। तर असली तबाही त 7:30 जाँदा सुरु हुन्छ। स्थान सखुवा प्रसौनी, पर्सा। वीरगन्जदेखि करिब 20 किलोमिटर उत्तर पश्चिममा रहेको सखुवा प्रसौनीमा सुपर सेल आँधी अब जमिनमा टचडाउन भएर टर्नेडोमा कन्भर्ट हुन्छ। यहाँ यो टर्नेडोको विड्थ करिब 200 मिटर हुन्छ र यहाँको बस्ती, पावर लाइन्स र रुखहरूलाई समेत उडाएर राखिदिन्छ। रोकिने नाम नलिएको यो आँधी अब सिधै फेटा बस्तीतर्फ लाग्छ। समय 7:30 बजे। वीरगन्जलाई झन्डै छोएर यता परवानीपुर हुँदै यो आँधी फेटा बस्तीमा आइपुग्छ, जुन वीरगन्ज र कलैयाको ठिक बीचमा पर्छ र फेटा आइपुगुन्जेल टर्नेडोको विड्थ झन्डै 700 मिटर हुन्छ। इमेजिन गर्नुहोस्, झन्डै 1 किलोमिटर विड्थ भएको बादलको कलम जुन 250 किलोमिटर प्रति घण्टाको स्पिडमा उडिरहेको छ। स्कुल, अस्पताल, मस्जिद, यो टर्नेडोले फेटामा केही पनि बाँकी राख्दैन र फेटाको भरबलिया, पुरौनिया आदि ठाउँमा गरेर 18 जनाको ज्यान लिन्छ र ओभरअल सबै ठाउँ गरेर 30 जनाभन्दा बढीको मृत्यु हुन्छ। त्यहाँबाट यो टर्नेडो बिस्तारै पूर्वी नेपाल र भारततर्फ सर्न थाल्छ र त्यति बेलासम्म आइसक्दा टर्नेडो निकै कमजोर भइसक्छ। ध्यान दिने कुरा के हो भने त्यो दिन मौसम विभागले मौसम खराब हुँदैछ भनेर 2 पल्ट ट्विट गरेको थियो। एउटा ट्विट आउँछ बिहान 7:07 हाल देशको मध्य तथा पूर्वी क्षेत्रका अधिकांश स्थानहरूमा मेघ गर्जनसहित वर्षा गराउने बादल विकसित भई पूर्वतर्फ सरिरहेको अवस्था छ र टर्नेडोले क्षति पुर्याइसकेपछि राति 10:09 अर्को ट्विट आउँछ र यो ट्विटमा त त्यही टर्नेडोले ल्याएको बादल अझै देख्न सकिन्छ। तर कुनै पनि बेला टर्नेडो आउन सक्छ भन्ने खतराबारे केही भनिएको थिएन, किनभने जल तथा मौसम विभागसँग टर्नेडो फोरकास्टिङ गर्ने डप्लर रेडार उपकरण नै थिएन। डप्लर वेदर रेडारले क्लाउड प्याटर्न हेरेर मेसोसाइक्लोन र टर्नेडोको प्रेडिक्सन गरी अगाडि नै जानकारी दिँदछ। तर यस्तो उपकरण नभएको कारण इन्भेस्टिगेटर्सहरूले टर्नेडो आएको केही दिनपछि यो क्षेत्रको स्याटेलाइट इमेज हेर्न थाल्छन् र एउटा प्याटर्न देख्छन् जहाँ यो टर्नेडोको पाथ क्लियरली देख्न सकिन्छ। यो स्याटेलाइट इमेजरी हेरेपछि र लोकलसँग कन्भर्सेसन गरेर उनीहरूलाई टर्नेडोको युट्युब भिडियो देखाएपछि बल्ल इन्भेस्टिगेटर्सले यो त टर्नेडो नै हो रहेछ भनेर कन्फर्म गर्न पुग्छन् र यसको नाम राखिन्छ घुम्रपात, जसको मतलब घुम्दै उत्पात मचाउने आँधी। अब रह्यो एउटा इम्पोर्टेन्ट प्रश्न, के यो टर्नेडो फेरि नेपालमा आउन सक्छ? वेल, साँच्चै भन्ने हो भने आउन सक्छ सक्दैन भन्दा पनि कहिले आउँछ भन्ने कुरा मात्र हो। हेर्नुहोस्, क्लाइमेट चेन्जको असरले चैत्र वैशाखमा नेपाल र इन्डियाको अधिकांश भूमिमा हिटवेभ्स देख्न पाइन्छ। 2019 पनि केही यस्तै भएको थियो। नेपालको तराई र भारतको अधिकांश ठाउँमा टेम्परेचर 40 डिग्रीसम्म पुगेको थियो। तर फेरि त्यही बेला पश्चिम र उत्तरबाट चिसो हावा पनि चलिरहेको थियो। यसले गर्दा एकतिरबाट चिसो हावा र अर्कोतिरबाट तातो हावा एकैपल्ट चल्न थाल्यो र एटमोस्फियरमा टेम्परेचर डिफरेन्स र इन्स्टेबिलिटी ल्यायो। यस्तो हुनु भनेको ठुलो स्टर्म र टर्नेडोको लागि एउटा पर्फेक्ट कन्डिसन हो। त्यसैले क्लाइमेट चेन्जले ट्रिगर गर्ने मौसमी प्याटर्नले गर्दा ठुलो आँधी र इभन टर्नेडो पनि अबका दिनहरूमा नेपालमा फेरि आउन सक्छन् र सानो बस्ती मात्र होइन, ठुला सहरहरू पनि यसको रिस्कमा आउन सक्छन्। त्यसैले यस्तो वेदर इभेन्टबारे पूर्व जानकारी दिन सक्ने इक्विपमेन्टहरूमा मौसम विभागले लगानी गर्न जरुरी छ। ध्यान दिने कुरा यो पनि हो कि टर्नेडो आउनु 1 वर्ष अगाडि नै सन् 2018 मौसम विभागले सुर्खेत, पाल्पा र उदयपुरमा वेदर रेडार्स इन्स्टल गर्न सुरु पनि गरेको थियो। तर टेक्निकल प्रब्लम्सले गर्दा यो उपकरण सञ्चालनमै आएन। सो टर्नेडो या ठुलो स्टर्मबाट सुरक्षित हुन के गर्न सकिन्छ? टर्नेडो आउन लागेको अवस्थामा तुरुन्तै सुरक्षित स्थानमा जानुपर्ने हुन्छ, जस्तै भुइँतलाको कोठा या बेसमेन्ट वा पक्की घरको सबैभन्दा तल्लो भाग। बेसमेन्ट नभए घरको बीचतिरको कोठा जान सकिन्छ र झ्याल ढोकाबाट टाढा बस्नुपर्ने हुन्छ। बलियो टेबल वा फर्निचर मुनि बसेर सिरक अथवा सिरानीले आफूलाई छोप्दा अझै सुरक्षित भइन्छ। आफ्नो टाउको र घाँटीलाई जोगाएर हेलमेट भुइँमा अझ लगाउनु उपयुक्त हुन्छ। यदि तपाईँ बाहिर हुनुहुन्छ भने जमिनको सबैभन्दा तल्लो भाग खोजेर मुख जमिनतिर फर्काएर सुत्नु उपयुक्त हुन्छ। आफ्नो टाउको र घाँटीलाई हातले छोप्नुपर्ने हुन्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा,
उड्ने वस्तु या फ्लाइङ डेब्रीबाट सावधान रहनुपर्छ किनभने यसैले गर्दा धेरै चोटपटक र ज्यान जाने घटना हुन्छ। क्लाइमेट चेन्जले हिट वेभ्स, टर्नेडो, फ्ल्यास फ्लड र इभन हाम्रो हिमालयलाई बिस्तारै सिद्ध्याउँदैछ। र हिमालयकै कुरा गर्दा कसरी हाम्रो आँखाको अगाडि क्लाइमेट चेन्जले गर्दा माछापुच्छ्रे हिमालको स्लो डेथ भइरहेको छ, यो भिडियोमा हामीले कुरा गरेको छौँ। र आउने दिनमा काठमाडौँको एयर पोल्युसन कसरी झन् ठुलो प्रब्लम हुनेवाला छ, हामीले 3D एनिमेसनको थ्रु यो अर्को भिडियो बनाएका छौँ। यसलाई पनि चेक गर्न सक्नुहुन्छ। See you in the next one.